आउँछ होला भन्नु के गर्नु टाइममा कराइराख्नु मलाई मन पर्छ है कराउने मान्छे आमेन टाइममा बोलिराख्नु उठ्दाखेरि नै मिनामाइन देखिहाल्छ के गर्नु ल प्रभुलाई धेरै धेरै धन्यवाद पनि यहाँ उपस्थित छु अनि गाउँको हप्तामा हामीले पवित्र आत्माले कसरी हाम्रो जीवनमा सम्बन्ध राख्छ र काम गर्छ भन्ने विषय सिकेका थियौँ जसमा मुख्य उद्देश्य भनेको चाहिँ हामी के हो भन्दाखेरि पवित्र आत्माले चाहिँ पाप क्षमा गर्नुहुन्न तर तपाईँको पाप चाहिँ जनाउनुहुन्छ आमेन अनि साथै हामी पवित्र आत्मालाई सधैँ हृदयमा स्थिर राख्न सकिराखेको हुँदैन है किन भन्दाखेरि त्यसो गर्न सक्यो भने म ग्यारेन्टी दिन्छु त्यो मान्छेले फुटेको एउटा निगालो भाँच्ने छैन त्यसले हालो जोत्ने छैन है अनि त्यो व्यक्ति चाहिँ परमेश्वरको सेवामा मात्रै लिनुहुन्छ आमेन हामी सधैँ बोक्न सकिरहेदैनौँ किन भन्दा हामी व्यवस्थाको समयमा मन्दिरमा एउटा कुवामा एउटा ढुकुरले छल्किने तरिकामा फेरि फर्किरहेछ है छल्किएपछि आत्मा सबैमा आउने आज यो पुस्तामा पनि त्यो फर्किरहेछ है हामी बोक्न सकिरहेको छैन पवित्र आत्माको मन्दिर हो हामी सधैँ राख्न सक्नुपर्ने तर राख्न सकिरहेको छैनौँ र सक्यो भने चाहिँ के हुन्छ अरे त्यो मान्छेले वचनमा भने जस्तै एउटा फुटेको निगालो भाँच्ने छैन हालो जोत्ने छैन त्यसले चाहिँ परमेश्वरको सेवाबाटै खान्थ्यो हामी परिश्रम गर्न आउनु पर्दैन थियो आमेन त्यसकारण हामी यो सिक्न खोजिराखेका छौँ कि गएको महिनामा हामीले यो कुरा सिकेका थियौँ कि हामीले यो बुझ्नुपर्छ कि भनेर फलक्ने र काम्नेहरूसँग मात्रै पवित्र आत्मा होइन पवित्र आत्मा चाहिँ बुद्धि सल्लाह र ज्ञानको आत्मा भएर पनि तपाईँसँग हुनुहुन्छ आमेन हामी कतिपय ठाउँहरूमा चाहिँ यो मान्छे पवित्र आत्मै नभएको भनेर इन्कार गरेको कुराहरू पनि देख्छौँ ऊ के पवित्र आत्मा पाएको जनाउनलाई काम नै पर्छ ढल्नै पर्छ छैन ज्ञान बुद्धि र सल्लाहको आत्मा भएर पनि तपाईसँग हुनुहुन्छ आमेन यी दिनहरूमा चाहिँ बालबालिकाहरूलाई नानो बच्चाहरूलाई बुवा आमाले म सम्झना आउँछ दुध देखायो भने गरेर छिटो छिटो खान्छ तर खादिलो कुरा खाँदाखेरि चाहिँ यस्तो गर्छ क्या अनि बाउआमाले के गर्छ भन्दाखेरि मकै भटमास है गरम सफाइ राखेको हुन्छ क्या सफाइ राखेपछि त्यो बच्चा भुलिराखेको अवस्थामा आमाले के गर्नुहुन्थ्यो तपाईँ यत्रो उल्टो निकाल्यो अनि ऊ भुलिराखेको अवस्थामा मुखमा थेचार दिन्थ्यो अनि त्यो बच्चाले के गर्थ्यो फुटुक्कै निल्थ्यो उसलाई पनि थाहा हुँदैन थियो त्यसकारण खदिलो कुराहरू हामीले कहिले कहिले जबरजस्ती पनि खुवाउनुपर्छ है अनि यी दिनहरूमा खदिलो कुराहरू आमाले जसरी बच्चाको मुखमा ठुस दिन्छ नि हो त्यो तरिकाले पनि ठुस्नुपर्छ उसलाई मनपर्ने कुरा मात्रै बोल्नु हुँदैन भन्नुको अर्थ चाहिँ है वचनको सिद्धान्त र परिपक्व वचनको शिक्षाहरू पनि दिनुपर्छ र दिइसक्यो र यो वचनहरू क्रियाशील भएको पनि म देख्छु है यसकारण हामी यी दिनहरूमा केही कुराहरू ठुसेका छौँ है र त्यसले के गर्छ भन्दाखेरि दिशा पनि के हुन्छ बाक्लो निस्किन्छ दुध खाएको के हुन्छ पातलो भुइँमै हराउँछ अनि खदिलो खानेहरूले चाहिँ गुवाल्यो भने जीव जन्तुहरू पनि के हुन्छ जीवित रहन्छ खाएर जीवन श्रवण गर्छ त्यसकारण के गरौँ खदिलो खानेकुराहरू खाने बानी बसाल्नुपर्छ आमेन र आज चाहिँ हामी चाहिँ के सिक्नेछौँ म भनेको थियो म व्यवहारिक शिक्षातिर जानेछु र त्यो व्यवहारिक शिक्षामा चाहिँ हामी आज धन रुपियाँ पैसाको विषयमा हामी सिक्छौँ आमेन ल आज रुपियाँ पैसाको विषयमा हामी सिक्नेछौँ धन प्रतिको धारणा स्पष्ट बनाउनु पर्छ आमेन धन प्रतिको धारणा स्पष्ट भएन भने हामी चाहिँ के गर्छौँ चुप्छौँ है अनि 1 तिमोथी 6:10 मा भने जस्तै रुपियाँ पैसा नै के हो
खराबीको जड हो भनेर भनिरहेछ। रुपियाँ पैसा है, यो रुपियाँ पैसाको विषयमा एकदमै स्पष्ट धारणा भएन, बाइबलीय धारणा भएन भने त्यो अन्तमा गएर चुक्छ। अनि चुकिसकेपछि के हो, खराबीको जड बन्न जान्छ है। वर्तमान समयमा रुपियाँ पैसा नै खराबीको जड भन्ने कुराहरू चाहिँ इसाई मण्डलीमा, इसाई जीवनमा एकदमै पेचिलो तरिकाले, प्रभावकारी तरिकाले हावी यानि असर भएको देखा पर्छ है। यसकारण यो एकदमै असर भएको देखिरहेको छ। तपाईँले यो के मिनिस्ट्रीले भर्खरैको जेलमा गएको बजिन्दरको मिनिस्ट्रीहरू, तिनीहरू सबै कुराहरू चाहिँ रुपियाँ पैसा प्रतिको धारणा स्पष्ट नभएर यो क्रिएट भएको यो सिनहरू तपाईँहरूले कतिको बुझ्नुहुन्छ है। त्यसकारण हामी रुपियाँ पैसाप्रति 1 तिमोथी 6:10 भने जस्तै अहिले यो संसार जगड्दै गएको छ। अनि पहिलो कुरा हामीले इसाईहरूले चाहिँ धनलाई चाहिँ सांसारिक दृष्टिकोणबाट हेर्नु हुँदैन है। धनलाई यदि हामीले सांसारिक दृष्टिकोणबाट हेर्यो भने चाहिँ अनि तिनीहरूले के भन्छ, धनले नै खुसी, शान्ति, सुख सब थोक आउँछ भनेर उनीहरूले विचार गर्छन्। धन भएपछि मेरै हो सबै कुरा भन्ने गर्छ नि। टिकटकहरूमा अनि युट्युबहरूमा के भनेर आउँछ, ए धन कमाएपछि अब त आफन्तहरू पनि मेरो नजिक आयो, अनि पहिला त मलाई त कसैले वास्ता गर्दैन थियो। यो तरिकाले विचार गर्न थाल्छ। सांसारिक दृष्टिकोण त्यस्तो हुन्छ है। अनि तर परमेश्वरको बुझाइ चाहिँ धन चाहिँ हामीलाई चाहिन्छ, तर खाँचो पुरा गर्नको लागि। आमेन। न कि हाम्रो आफन्तहरू मैले धन कमायो है, मेरो छेउमा आउँदैछ है, यिनीहरू चाहिँ उसले हेर्ने दृष्टिकोण चाहिँ शुद्ध हुँदैन है। यसकारण धनको दृष्टिकोणमा चाहिँ हाम्रो सांसारिक तरिकाको चाहिँ हुनु हुँदैन है। त्यो दृष्टिकोण चाहिँ शुद्ध र पवित्र हुँदैन है। त्यसमा चाहिँ फेरि त भखना मलाई पहिला हिजो तैँले के गरेका थिइस्, आज चाहिँ म के गर्छु हेर न। आमा कति अस्ति भर्खरै मैले एउटा स्ट्याटस पढ्दै थिएँ, मलाई त पहिला त कसैले वास्ता गर्दैन थियो, आजभोलि अलिअलि पैसा कमाएको सबै मेरो वरिपरि आउँछ भन्ने स्ट्याटसहरू सुन्दै थियो है। प्रिय, हाम्रो दृष्टिकोण त्यस्तो हुनु हुँदैन है। हाम्रो चाहिँ धनको दृष्टिकोणमा चाहिँ हामीले के गर्नुपर्छ, आवश्यकता पुरा गर्ने, या मेरो होस् या तपाईँको होस् है, त्यो कुरामा जानुपर्छ। फिलिप 4:19 अनुसार परमेश्वरले दिएको महिमाको सम्पत्ति अनुसार उहाँले चाहिँ हाम्रो खाँचो र आवश्यकता पुरा गर्ने दान दिनुहुन्छ। आमेन। तर त्योभन्दा विपरीत इसाई जगतका मानिसहरूले के गर्छन्, धन थुपार्ने काम गर्छ। यो चाहिँ एकदमै खतरनाक कुरा हो। यो ठुल्ठुलो मिनिस्ट्रीहरू पल्टाउने कुरा नै यही हो। ठुल्ठुलो ब्याङ्क ब्यालेन्स बनाउने है, ठुल्ठुलो महल खडा गर्नलाई प्रभुले यो दिएको हो। तपाईँहरूलाई लाग्छ है, केही नभएका मानिसहरू क्रिस्चियन जगतमा गाडी कुदाएर 5 तला घर बनाएर व्यवस्थापक समितिदेखि चलाउने ड्राइभरसम्म आफै भएर अनि तिनीहरू धनको पछि लागे होइन। के प्रभुले त्यो गर्नु भने हो? थुप्रो उदाहरणहरू देखेको छु मैले यो जीवनमा है। यसकारण धनको बुझाइलाई हामीले परमेश्वरको वचन अनुसार बुझिराखेको छैन। तपाईसँग यदि धन आउँछ भने तपाईको व्यक्तिगत खाँचोदेखि लिएर मण्डलीको खाँचोदेखि लिएर सामाजिक खाँचोहरूलाई पुरा गर्ने हाम्रो दायित्व हो। आमेन। कुनै मानिस खाँचोमा परेको देखेर पनि त्यसले आँखा चिम्लिन्छ भने त्योसँग परमेश्वरको बास चाहिँ कसरी हुन्छ? यो कुरा हामीलाई बाइबलले सिकाउँछ। यसकारण हाम्रो धनप्रतिको धारणा चाहिँ स्पष्ट हुनुपर्छ है। हामी संसारिक विचारमा हामी चल्नु हुँदैन। मनी अट्र्याक्ट मनी, पैसाले पैसा तान्छ भन्छ नि, त्यो विचारमा हामी जानु हुँदैन। हामी क्रिस्चियनहरू झन् त्योभन्दा बढी भइसक्यो है। ब्याङ्कमा ब्यालेन्स लाग्यो भने अलि त बढ्छ भनेर ब्याजको लोभमा सहायताको त पुरै छोडौँ, अलि त ब्याज आउँछ नि
उदारीकरण तरिकाले हामी बिब्लिकल तरिकाले हेर्यो भने चाहिँ हामीलाई ब्याज लिन चाहिँ के छ, अनुमति छ छैन? हामी गर्दैनौँ है। हामी प्रशस्ततामाथि प्रशस्तता चाहन्छौँ है। त्यसकारण हामी प्रशस्ततामा, परमेश्वरको वचनले भन्छ धनको प्रशस्ततामा चाहिँ परमेश्वरको जीवन हुँदैन। आमेन। यसकारण सांसारिक धनले चाहिँ जहिले पैसा तान्छ भन्ने कुराहरू त्यो देखाउँछ, तर परमेश्वरको धन चाहिँ पहिला कृपालु र दयालु हुन्छ। आमेन। 1 यूहन्ना 3:17 कसैले पढिदिनु त? त्यो कस्तो दयालु हुन्छ, परमेश्वरबाट आएको धन चाहिँ कृपालु हुन्छ है। 1 यूहन्ना 3:17 पढिदिनु होला। उल्टो सुल्टो भयो भने निन्द्रामा के लेखौ ल। कसैसित सम्पत्ति छ र पनि आफ्ना दाजुभाइले खाँचोमा परेको जस्तो उनीहरू प्रति आफ्नो मन कठोर पार्छ भन्ने परमेश्वरको प्रेमले कसैले त्यसमा बास गर्छ। ल हेर्नुहोस्, परमेश्वरको धनबाट चाहिँ खाँचोमा परेकाहरूलाई सहायता गर्छ, यानी कृपालु धन हुन्छ। आमेन। कृपालु धन हुन्छ। तर हामी कृपालु बनिराखेका छैनौँ। हामी त परिश्रम ज्यालादारी मानिसहरू, क्रिस्चियन जगतमा यस्तो यस्तो व्यक्तिहरू हुनुहुन्छ जससँग चाहिँ पुरा आधा नेपाल किन्ने पैसाहरू पनि छन्। अनि एक समय यस्तो ताका थियो कि मभन्दा 10 गुणा सेलेरी खानुहुन्थ्यो र पनि उहाँहरू चाहिँ के गर्नुहुन्थ्यो, आशिषको भोगी हुनुहुन्थ्यो। हामी भएको भए के गर्थ्यो, मेरो 10% भन्दा बढी छ, 10 गुणा भन्दा बढी छ भने 2 गुणाले त सेवा गर्थ्यो होला नि त है। यसकारण हाम्रो धन चाहिँ, प्रभुले दिनुभएको धन चाहिँ उद्धार र अनुग्रहको हुनुपर्छ, न कि थुपार्नलाई। धिक्कार छ तिनीहरूले घरमाथि घर खटाउने छन्, खेतमाथि खेत किन्ने छन्। ती कुराहरूलाई हामीले सम्झना गर्न सकिन्न। तिनीहरू एकैचोटि विनाश हुनेछन् भनेको छ। घरमाथि घर खटाउने इसाई जगत यो कुरामा पछि परेको छ। ट्रम्पले त्यतिकै पैसा बन्द गरे होइन प्रिय, सबै खाएर बन्द गरे मिसनरीको पैसाहरू। मैले विद्यालयमा एउटा विद्यालय, हाम्रै एजी मिसनको विद्यालयमा, त्यहाँ त गरिबहरूलाई न्यून फिसमा, नसकेकोहरूलाई फ्रीमा पढाउन संस्थागत स्कुल दिएको थियो है। अनि त्यो स्कुल चाहिँ त्यो एरियाको सबभन्दा चर्को फिस असुल गर्नेमा लिस्टमा, हाई लिस्टमा आयो। भनेपछि परमेश्वरको वचन आधारमा त्यो स्कुल भएन। त्यो चाहिँ वास्तवमा परमेश्वरको नाममा स्कुल थियो नि त। मिसनरीहरूले पैसा पठाउँथ्यो। मैले एक दिन प्रिन्सिपललाई प्रश्न गरेँ, प्रिन्सिपल साहब, यो त गरिबहरूको लागि होइन, मिसनले हामीलाई सहायता गर्छ, आउँछन् है, किन यस्तो उदारीकरण भएन भनेर मैले प्रश्न गरेँ। किनभने यो त परमेश्वरको जनहरूले निर्माण गरेको, गरिबहरूलाई, न्यून फिसमा नसक्नेहरूलाई, असक्षमहरूलाई पढाउनको लागि होइन र भन्दाखेरि प्रिन्सिपलले मलाई उल्टो जवाफ दिनुभयो है। तर प्रिन्सिपल पनि बिचारा के थियो, विश्वासी थिएन। चलाउने प्रधानहरू चाहिँ को थियो, विश्वासीहरू थियो। त्यसकारण हामीले परमेश्वरबाट आएको धनलाई सही तरिकाले उपयोग गर्न जानेनौँ भने प्रिय हो, त्यो एक दिन विषादी बन्न जान्छ। अहिले सबै थोक उहाँहरूको अन्डरमा होला, तर बिस्तारै आत्मिकी कुराहरू छोडेर जान्छन्, छुट्दै जान्छन्। उहाँहरूको एम र टार्गेट हामी सबैको त्यस्तो हुनु हुँदैन। हामी धन कसरी आर्जन गर्ने, मैले अघि नै भने, व्यवस्थापक समितिदेखि ड्राइभर चलाउने सम्मको पैसा आफै असुलिरहेको हुन्छ। यसकारण धनको दृष्टिकोण चाहिँ हामीमा स्पष्ट भएन भने त्यसले बेमेल ल्याउँछ र थुपार्न थाल्छ। अनि त्यसपछि प्रश्नमाथि प्रश्न जन्मिन्छ, पास्टरले कहाँबाट ल्यायो धन, यत्रो घर कहाँबाट खडा गरौँ है।
अनि यो प्रश्न चाहिँ स्वस्थ ईसाई जीवनको लागि के हुँदैन? लाभदायक हुँदैन, हितकारी हुँदैन। यो प्रश्न ठिक छ? ठिक लाग्छ? लाग्दैन प्रिय। यसकारण हामी चाहिँ धनप्रति चाहिँ स्पष्ट धारणा बनाउनु पर्छ। के हामी क्रिस्चियनहरूलाई यो कुराहरूबाट हामीले शिक्षा लिन सकिन्न? सोदमको टुरो सहरको पतन र सोलोमनको गौरव र विभूषिताको अन्त देखेर पनि हामी क्रिस्चियनहरूले शिक्षा लिनुपर्छ। त्यसकारण मानिसको जीवन कहिले पनि धनको सम्पन्नमा हुँदैन भनेर हामीले बुझ्नुपर्छ। सोलोमनले पुरै सहर नै सुनको बनाएको थियो नि त। के गर्ने? लास्टमा उसको पतन के भयो? चुलामा फालिन अगेनामा घाँस जतिको भयो। त्यसको कुनै मूल्य छ? छैन। यसकारण धनको सम्पन्नमा जीवन हुँदैन भनेर हामीलाई बाइबलले सिकाउँछ। आमेन। र धेरै मानिसहरूले चाहिँ यो विचार गर्छ कि धन है भएको मानिसहरूसँग परमेश्वरको प्रतिज्ञा हुन्छ है, सम्पन्नताभित्र। यो तरिकाले यदि सोच्न थाल्यो भने हामीले धनप्रतिको दृष्टिकोण स्पष्ट छैन भनेर बुझ्दा हुन्छ। धेरैले त अलिकति हाम्रो चलन छ, पास्टरहरू मोटरसाइकल कार कुदाउनेलाई मात्रै मान्यता पाउँछ त ठाउँ ठाउँमा। हामी साइकलले जानेवालाहरूलाई मान्यता पाउँछ। यसको अर्थ चाहिँ के हो भन्दाखेरि उनीहरूले चाहिँ सम्पन्नताभित्र परमेश्वरको प्रतिज्ञा छ भनेर उनीहरूले विश्वास गर्न थालेका छन्, किनभने त्यो चाहिँ खराब विश्वास हो। यसकारण धनको सम्पन्नताभित्र होइन। एउटा क्रिस्चियन उदाहरण हामीले सबैको हेऱ्यौँ भने परमेश्वरको आत्मिक काम गर्नेहरू चाहिँ के छ? उनीहरूसँग केही पनि हुँदैन भन्छ बाइबलले। न एक हिसाबले भन्यो जुत्ता पनि दुई जोर हुँदैन भन्छ। तर हाम्रो जुत्ता दुई जोरको त कुरै छ र के छ? महल चढिरहेछ। अनि त्यो व्यक्तिले चाहिँ मनमा भन्छ कि मैले ठुलो परमेश्वरको आशिष पाएँ। गाह्रो छ प्रिय, शिक्षा बुझ्न एकदमै गाह्रो छ। लुका 12:15 भनिएको छ, एकजनाले पढिदिनु होला। अलि ठुलो स्वरमा, शास्त्र चाहिँ अलि ठुलो स्वरमा पढ्नुपर्छ भन्छ पवित्र शास्त्र चाहिँ वचन चाहिँ। उहाँले तिनीहरूलाई भन्नुभयो, होसियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन। आमेन। होसियार रहो कि सबै किसिमको लालचबाट, किनभने मानिसको जीवन चाहिँ धनको प्रशस्ततामा हुँदैन। आमेन। यो कुरा हामीले बुझ्नुपर्छ। अनि हामी सबैजना धनको पछि लाग्नु हुँदैन भन्दै राख्दाखेरि हामी यो कुरामा पनि स्पष्ट हुनुपर्छ। एक दिनको ज्यालादारी र प्रशस्ततामाथि पनि धनको चाहना राख्नेहरूको भिन्नता चाहिँ राख्नै पर्छ है। धनको पछि लाग्ने भन्दाखेरि हामी के भनेको छ? एक दिनको ज्यालादारी र सम्पन्नतामाथि पनि धनको चाहना राख्नेहरू भित्र चाहिँ भिन्नता छुट्याउनु पर्छ। यदि यो भिन्नता छुट्याउन सक्दैनौँ भने हामीले अन्याय गर्छ। मैले तपाईँलाई धनको पछि लाग्यो भनेर भन्न मिल्छ? धनको पछि लाग्नु भए विदेशमा किन आउँछ? परिवारलाई होला, विभिन्न कुरा हो। त्यस्तो कुराहरू हामी एकदम सतर्क भएर हामीले बोल्नु पर्ने हुन्छ। किनभने जेलादारी र सम्पन्नतापछि पनि धनको चाहना राख्नेमा त्यो डिफ्रेन्ट क्लास चाहिँ हामीले लिनुपर्छ। यदि यो धारणा स्पष्ट भएन भने हामीले अरूमाथि अन्याय गर्न पुग्छ। आमेन। यो कुराहरू हामीले जानिराख्नुपर्छ है। अनि हामी चाहिँ रुपियाँ पैसा खराबीको जड भन्दै गर्दाखेरि हामी चाहिँ खराबीको जडतिरबाट चाहिँ निस्किँदै जानुपर्छ। यो जगडी राखेको छ। थुपार्ने किसिमले एकदमै जो धन
जम्मा गर्छ नि, त्यसले अन्तमा जसरी भए नि, चाहे मण्डलीमा होस् चाहे जेमा होस्, त्यसले विभेद निम्त्याउँछ। त्यसकारण परमेश्वरले हामीलाई थुपार्न होइन, हामीलाई चाहिँ दयालु भइकन मानिसहरूको भोग शोक विभिन्न कुराहरूलाई हेर्नको लागि त्यो धनहरू दिनुहुन्छ। आमेन। जब तपाईँको धन चाहिँ स्टक हुँदै जान्छ, त्यसमा चाहिँ सम्झे हुन्छ, त्यो स्टकभित्र चाहिँ तपाईँको के हुँदै जान्छ, त्यो डिस्क्रिमिनेसन पनि स्टक हुँदै जान्छ, पछि ब्लास्ट हुन्छ एकैचोटि। त्यसकारण हामीले परमेश्वरबाट धनको स्पष्टता चाहिँ धारणा चाहिँ एकदम स्पष्ट हुनुपर्छ र बनाउनुपर्छ है। हामीलाई परमेश्वरले राख्नको लागि होइन, हामीलाई खर्च गर्नको लागि दिनुहुन्छ। खाली भएको भर्ने हो नि त है। अनि एकताका चाहिँ ठुलो धनले भरिसक्यो, खर्च केही छैन, पैसा हराउँदै मण्डली त स्वा है। पैसा हरायो, 2 लाख रुपियाँ खातामा दियो, त्यो पनि हराउँछ। धनको आँखा के हुन्छ, कति बेला लोभिन्छ त्यही थाहै हुँदैन है। एकदमै आत्मिकी भर्खरै थाहा पाउने पास्टरहरू पनि धनले गर्दाखेरि बिग्रेको मैले देख्छु। हामी कहाँ जाँदैछौँ, के गर्दैछौँ बताइदिनुहुन्थ्यो, उहाँले ठ्याक्कै मिल्नुहुन्थ्यो। अन्तमा गएर अलिकति धनले गर्दाखेरि छेउ गाड्नै सक्यो। त्यस्तो उदाहरणहरू छ। त्यसकारण धन कति बेला तपाईँभित्र हावी भएर आउँछ त्यो थाहै हुँदैन प्रिय। त्यो खाँचो र आवश्यकता जब घाम गरेर कराउन थाल्छ नि, त्यसपछि पैसा यस्तो गर्छ, झिमझिम गर्छ, त्यसले बोलाउँछ पैसाले। त्यसकारण पावलले भनेको छ कि जस्तो परिस्थितिमा पनि मैले के गरेको छु, सन्तुष्ट रहन सिकेको छु। आमेन। त्यसकारण यो चाहिँ एउटा उपाय हो। धनले बोलाउँछ, फेरि कति बेला के हुन्छ, त्यो सकिहाल्छ त, दिइहाल्यो त। अब के मिनिस्ट्रीहरू बन्द भएको म देख्छु है। यो चाहिँ धनप्रति स्पष्टता धारणा नभएको कारण हो। यसकारण धनको पछि धेरै नदगुर्नु होला। धनको पछि दगुर्नेहरू चाहिँ के हुन्छ, विश्रामबाट टाढा हुन्छ। यो कुरालाई चाहिँ हामीले सिकाउनु पर्छ। विश्राममा आइराखेको छ त चाहिँ धनको पछि किन दौडेको भन्न मिल्छ? मिल्दैन प्रिय। विश्राम चाहिँ अनिवार्य हो, पालना गर्नुपर्छ। धनको पछि दौड्नेहरूले परमेश्वरको विश्रामको दिनलाई बिर्सिने बानी गर्छ है। हिब्रू 4 अध्यायमा हामी पढ्नेछौँ, 4:3 कसैले पढिदिनु होला कि धनको पछि लाग्ने मानिसहरू चाहिँ विश्रामबाट टाढा हुँदै जान्छ। एकजनाले जोडले पढिदिनु होला। किनकि हामी विश्वास गर्नेहरू चाहिँ त त्यस विश्राममा प्रवेश गर्छौँ जसो उहाँले भन्नुभएको छ, यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाएँ, मेरो विश्राममा तिनीहरू कहिल्यै पस्ने छैनन्, यद्यपि यहाँका कार्यहरू संसारको उत्पत्तिदेखि नै पुरा भइरहेका थिए। आमेन। यहाँ के भनिएको छ, यो वचनको मर्मलाई बुझ्ने कोसिस गरौँ। परमेश्वरले शपथ खानु भएको छ कि उनीहरूले विश्राममा प्रवेश गर्न पाउने छैनन्, क्रोधमा है। अनि विश्रामबाट टाढा हुने मानिसहरू चाहिँ क्रोधमा परिराखेको, परमेश्वरको क्रोधमा पर्नु राम्रो कुरा हो। अनि उनीलाई लाग्छ कि आज चाहिँ म अलिकति शनिबारमा पनि ठुलो काम गरेर अब के हुन्छ होइन, कमाउँछु भन्ने होला। तर उसलाई विचारा के थाहा कि म चाहिँ परमेश्वरको विश्राम 2-3 घन्टाको विश्राम मान्दा पनि समय पाइरहेको। त्यस्तो व्यक्तिहरू मेरै वरिपरि पनि छन्, थुप्रै छन् है। उसलाई थाहा छैन कि परमेश्वरको क्रोध उसमाथि परेको कारणले विश्रामबाट अलग भइराखेको छ। हाम्रो व्यस्तताको कारणले होइन, हाम्रो विभिन्न कुराको कारणले होइन, कि हामी चाहिँ परमेश्वरको क्रोधमा परिसकेको छ भनेर यसरी चाहिँ विचार गर्नु चाहिँ अति उत्तम हुन्छ। आमेन। यसरी यदि विचार गरेन भने त्यो व्यक्तिहरू चाहिँ धनकै कुराले धेरै त्यो कुराहरूलाई चाहिँ जोडिदिन्छ।
अनि त्यसपछि ऊ बिस्तारै सङ्गतिबाट अलग हुन्छ। त्यसकारण हामी सङ्गतिबाट चाहिँ अलग हुनु हुँदैन, आइराख्नुपर्छ। भ्याए पनि नभ्याए पनि 5 मिनट पनि उहाँ आउनुहुन्थ्यो, म धन्यवाद दिनुहुन्छ। 5 मिनट के भयो, सङ्गति त हो। आइपुग्नु भयो, धन्यवाद, आउनुपर्छ। त्यसकारण विश्राम मान्नु एकदमै जरुरी छ। चाहे तपाईँले उभिएर 5 मिनट मान्नुहोस् या 10 मिनट मान्नुहोस्, त्योसँग मलाई सरोकार भएन, तर विश्राम चाहिँ प्रवेश गर्नुपर्छ। आमेन। विश्राम दिन चाहिँ पवित्र हो अनि मान्नुपर्छ। त्यसकारण धनको पछि लाग्नेहरू धेरै मानिसहरू चाहिँ विश्रामबाट टाढा भएको छ र उनीहरू चाहिँ परमेश्वरको क्रोधमा परिराखेका छन्। यसकारण हामी धेरै धनको पछि लाग्नु हुँदैन र धनलाई चाहिँ सही तरिकाले बुझेर हामीले चलायो भने हामी पनि आशिषित हुन्छ, आफ्नो दायाँ बायाँको मानिसहरू पनि आशिषित हुन्छ है। एउटा मण्डलीले चाहिँ सबै मानिसलाई आशिषित बनाएर लाने कुरा हुनुपर्छ। त्यो भिजन र दर्शन चाहिँ परमेश्वरबाट हो, न कि म मात्रै सम्पन्नता हो, म त मलाई चाहिँ यस्तो फाप्यो उस्तो फाप्यो, बिचाराको कस्तो दुःख होला है, आफू मात्रै फाप्यो भनेर हुन्छ। मेरो प्रार्थनाले त्यो भाइको काम बन्यो, मेरो प्रार्थनाले गर्दाखेरि त्यो भाइको उद्धार भयो, त्यो कुरालाई सेयर गरौँ न कि मेरो सम्पन्नतालाई म यस्तो भयो उस्तो भयो। त्यसले के गर्छ, त्यसले बिस्तारै आत्मिक कुराहरूमा स्वस्थता ल्याउँदैन, दिन ब दिन के गर्छ, बिरामी हुँदै जान्छ मण्डली एवं तपाईँ हामी सबै। त्यसकारण हामी धनलाई र सम्पन्नतालाई सही तरिकाले सदुपयोग गर्नुपर्छ र आउने दिनहरूमा हामी परमेश्वरको क्रोधमा नपर्ने व्यक्ति देखा पर्नलाई पनि हामी विश्राममा चाहिँ आउनुपर्छ। आमेन। हस् त, यो छोटो वचन यही राख्छु। सबैलाई जय मसीह।